हाई साथीहरू, आज बेलुकाको तपाईँहरूको सामुन्ने चाहिँ मैले मकैको खाना लिएर आएको छु। मकैको भात है लिएर आएको छु। अनि यो मकै चाहिँ आज म दाजुलाई भेट्न गएको थिएँ। बिरामी दाजु हुनुहुन्थ्यो नि त, हिजो इमर्जेन्सी हस्पिटल जानुभयो के कसो भनेर होइन गएको थिएँ। अन्त बिचरा दाइले खाना बनाइरहनु भएको रहेछ। अनि म गएँ, अनि दाइ र म नै मिलेर खानासाना बनाएर खाएर अनि म चाहिँ आएको होइन साथीहरू। अनि त्यो मकैको चामल किन्नु भएको रहेछ। अनि एक्लैमा चाहिँ खानु पनि वाक्क लाग्छ होला नि त, मनै परेन गनाएँ भन्नुभयो। अनि मलाई पनि मिठो लाग्छ, जुन म उ गर्छु उता लगेर खान्छु म भनेर अनि मैले लिएर आएको साथीहरू। यो मकैको खानासँग मात्रै अब के खाने है, तरकारी पनि म पनि एक्लै छु। अनि दहीसँग मिठो हुन्छ क्या। अनि मैले यहाँ चाहिँ दही लिएर आएको छु किनेर है साथीहरू। अनि यो दही र मकैको चामल चाहिँ यहाँको दही फेरि अर्कै हुँदो रहेछ साथीहरू। उतै हाम्रो हेर्नुमा अर्कै टेस्ट आउँछ, यहाँको दही अर्कै टेस्ट आउँछ। कस्तो कस्तो खै ठाउँ ठाउँ अनुसारको होला है साथीहरू। यो मकैको भात र अनि यो मही होइन दही, मही त पाउँदैन होला सायद। कस्तो मिठो छ है साथीहरू। तपाईँहरूले कतिले खानु भएको छैन। अहिले त मकैको च्याख्लाहरू बजारतिर जति पनि किन्नु पाउँछ है। म त यस्तो मकै च्याख्ला कहिले पनि खाएको थिइनँ साथीहरू। अनि एक्चुली त्यो हाम्रो इन्दिरासँग त्यो उसमा गएको थियो, के कमला खोला के भन्छ हौ, बिर्सेँ सानोमा गएको है। अनि त्यहाँ खालि मकैको मात्रै खाना खाने कि। अनि राति राति जाँतो है, मेल त छ तर मेलमा नपिन्ने कि मकैहरू पनि जाँतोमा राति राति पिन्ने। अनि डेली मकैको भात क्या। अनि मकै भातसँग फेरि त्यहाँ डेली मही हुने। अनि मही र मकै भात यस्तो मिठो हुन्थ्यो नि साथीहरू। तरकारी बनाउने मही है, म त्यहाँबाट खान्छु हो। फेरि तरकारीसँग त मिठै हुँदैन यो, खालि महीहरूसँग मात्रै हो, दही महीसँग मात्रै। अब मैले चाहिँ सुरुमै त्यो महीसँग खाने बानी भएर होला, मलाई तरकारी मात्रै मिठो हुँदैन। अब तपाईँहरूले खानु भएको छ छैन, यो धेरै जसो चाहिँ पश्चिमतिर चाहिँ खान्छै खाँदैन मकैको च्याख्ला भात, मलाई थाहा भएन। यो पूर्वतिर चाहिँ खान्छ। अनि अहिले चाहिँ धेरै मान्छेलाई सुगर लाग्छ नि त, सुगर लागेर अनि कति मान्छेलाई अब ढिँडो खाने मन लाग्दैन, खाएको हुँदैन। अनि त अब भातै खाने बानी हुन्छ। अनि त्यही भएर त्यसको सट्टामा चाहिँ यो मकैको च्याख्ला खाने चलन छ क्या। त्यो मिठो होइन, यसले चाहिँ पेट भर्छ तर मन भर्दैन भने क्या, भित्र खाउँ लागिरहेको हुन्छ, पेट चक्छ। मै छैन भने मिठो हुँदैन मिठो लाग्छ। तपाईँहरू पनि खानु होला है, यस्तो मिठो होइन। यो अन्डा बनाएको, अन्डा त खानै मन लागेन, खाने हो मात्रै। फेरि यो तरकारीसँग भन्दा पनि यस्तो उसँग मात्रै मिठो हो, दही महीसँग मात्रै। कति मिठो भएको छ साथीहरू। तपाईँहरू कहिले खानु भएको छैन नि, तपाईँले मकैको च्याख्ला किन्नु भए पनि हुन्छ, आफूले बनाउनु भए पनि हुन्छ होइन। मकै छ भनेदेखि चाहिँ मेलमा लगाएर अनि त्यस्तो केलाउनु पर्छ। मलाई चाहिँ खास गरी राम्रोसँग केलाउनु आउँदैन, त्यस्तो यस्तो निफाउनु आउँदैन। जान्ने मान्छे त्यसो गरेर अनि भातको साटो यसरी खानुभयो भने यस्तो मिठो कति मिठो छ। तर के भने साथीहरू पेट लास्टै ठुलो भइसक्यो है, टन्नै अगाइसक्यो। अझै खान त मन लागिरहेको थियो, भएको छ अब भोलि है। यस्तो छ साथीहरू, तपाईँहरू पनि चाख्नु होला, एकदम मिठो। मलाई यो पश्चिमतिर चाहिँ खान्छै खाँदैन यस्तो मकैको भात, मलाई थाहा भएन। अनि पूर्वतिर चाहिँ
खान्छ है साथीहरू। अहिले त अब काठमाडौँतिर है, यो काठमाडौँबाट ल्याएको त हो माकहरूबाट। अनि त्यहाँ बिट माकहरूमा जहाँ पनि पाउँछ है अहिले त मकैको च्याख्ला भनेपछि जे पनि पाउँछ साथीहरू। एकदमै मिठो लाग्यो। धेरै वर्षपछि, वर्षै भन्नु पर्ने 10-15 वर्षै होला, थुप्रै वर्षपछि चाहिँ मकैको च्याख्लासँग मै खानु पाएँ। मिठो लागेछ। धेरै साथीहरू भए झन् मिठो हुन्थ्यो होइन। आज म एक्लै छु, त्यो पनि मिठो छ। तपाईँहरू नि चिकचिकी चाख्नु होला। बाई बाई, गुड नाइट। रात भइसकेछ।